यो चाहिँ मेरो साथी हो होइन, मुस्लिम हो यो साथी चाहिँ। म चाहिँ हिन्दू हो। अनि मुस्लिम साथी भएर बिहानै उठेर त्यो नमाज पढ्न उहाँ आएको चाहिँ गुम्बामा जान्छन् होइन। म त हिन्दू हो, म त घरमै जहाँ बसेर पूजा गर्दै नि हुन्छ। मैले के सोचेको भन्दा गुम्बा गइदिने के यिनीसँग प्रे गर्न होइन। गुम्बा होइन मस्जिद हो। ए मस्जिद अब नमाज पढ्नलाई मन्दिर गए जस्तै तिमी भनिरहेछौ। होइन गुम्बा त हाम्रो बौद्धको हो नि त गुम्बा त। मैले त्यही सम्झेँ। अब यिनीसँग म मस्जिद पढ्ने एकचोटि यिनको उसमा जान्छु कि यिनको के भन्छ अरे मन्दिर मस्जिद हाम्रो मन्दिर भने जस्तो तिम्रो मस्जिद होइन। यिनको मस्जिद यिनीसँग म जान्छु कि त्यो पढिदिन्छु कि गरेर कि केही हुन्न होला नि पढ्न त, मलाई त थाहा भएन। त्यही पनि म हिन्दू त हिन्दू नै हो, त्यो मस्जिद पढ्ने बेलासम्म मुस्लिम त्यसपछि फेरि हिन्दू भइदिन्छु कि। पूजापाठको कुरा छोडा उ हेर कति सेक्सी केटी है भिडियो बनाइ पूजापाठ धर्म कर्ममा लाम भने केटी हेर भन्छ है त त्यसरी हेर्नु पर्छ। होइन हेर्न भन्दा मलाई जापानमा त जहाँ राम्रो केटीहरू त्यहाँ गरिदिइहाल्छ होइन कहिलेकै त साथी हेर्न गयो कि गयो तिनीहरू नहेर होइन। कस्तो हुन्छ म मस्जिद गएपछि त्यो भिडियो पनि बनाएर हाल्छु कि फेरि। त्यही हो भिडियो त हाल्छौ तर मरेको किनकि यहाँ हेर न हाँस हेर न हाँस जङ्गली हाँस है त्यो सबै चारो हालिदिँदो रहेछ नि हाँसलाई नि। सबै राम्रै हुन्छ भन्छ नि यो सबैले बोलाउनलाई हो कि। यो चाहिँ जङ्गली हाँस हो होइन। यो मार्दा नि मार्दैनन्, कोहीले पालेको नि होइन नि कि पालेको नि पालेको यो मारेर नै खाँदैनन् होइन दोस्त। यो यत्तिकै हुने हो कि यहीँ हुने हो। अनि त्यसपछि हामीले पायो भने त मा कसम यसलाई त यस्तो चबाइदिन्छ होइन दोस्त। हेर न यो बाजेले चाहिँ यहाँ चारो हालिदिएको क्या हाँसलाई। भन्नु मतलब यो जङ्गली हाँस हो। यो जङ्गलमै बस्ने, जङ्गलबाट आउने, जङ्गलमै खाने, जङ्गलमै मर्ने हो। त्यो कौवा हेर न मा कस्तो बाठो हुन्छ मा।